तपाईं वैदेशिक रोजगारमा हुनुहुन्छ तर आइपिओ कसरी भर्ने भन्ने थाहा नपाएर त्यत्तिकै बसिराख्नु भएको छ भनेपछि तपाईले धेरै पैसा गुमाइसक्नुभयो। कसरी भन्नु होला? सर्वसाधारणको लागि खोलिएको आइपिओ भन्दा वैदेशिक रोजगारको लागि खोलिएको आइपिओमा आइपिओ पर्ने चान्स बढी नै हुन्छ। र अर्को कुरा, तपाईले पाउनुपर्ने आइपिओ तपाईले नभर्दा अर्को दोस्रो बी भन्ने व्यक्तिले पाउँछ र कमाउँछ पनि। र सर्वसाधारण भन्दा वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूले चाहिँ आइपिओ पर्ने चान्स कति धेरै हुन्छ भन्ने कुरा म छोटो हिसाबबाट देखाउँछु है त। जस्तै कुनै ए भन्ने कम्पनीले जम्मा 5 लाख किता आइपिओ निष्कासन गर्दैछ भने त्यसको 10% आरक्षण हुन आउने औसत हिस्सा 50,000 किता वैदेशिक रोजगारको लागि खोलिएको हुन्छ, जसमा वैदेशिक रोजगारका लागि खोलिएको आइपिओमा हाल औसत 80,000 जनाले आवेदन दिएको पाइन्छ। यो हिसाबले आइपिओ पर्ने चान्स करिब 63% हुन जान्छ। त्यस्तै सर्वसाधारणका लागि खोलिएको आइपिओमा हाल औसत 20 लाख जनाले आवेदन दिन्छन्, जसमा आइपिओ पर्ने सम्भावना करिब 23% मात्र हुन जान्छ। यसरी वैदेशिक रोजगारको लागि खोलिएको आइपिओ पर्ने सम्भावना हाई भएको देख्न सकिन्छ। आइपिओ धमाधम आइरहेका छन् र यो पटक चाहिँ तपाईले ढिला गर्न नभुल्नु होला है त। र अर्को कुरा, मन परेको केसमा लाइक, कमेन्ट र हामीलाई फलो गर्न चाहिँ नभुल्नु होला है।